हेलो गाइजहरू, यो मेरो फर्स्ट मिनी भ्लग हो। अहिले हामी किमु खान जाने भिडियो बनाउँदैछौँ। आज सुरुमा हो नि त, त्यही भएर किमु खानदेखि गराएको। हामी किमु खान जाँदैछौँ। घरदेखि अलिक पलतिर हो, तर हामी थाल लगेर अब कति पो ल्याउने हो भनेर थाल लगेर जान लाग्छौँ। अब हेरौँ कति पाइन्छ, कस्तो छ किमु त्यहाँ। किमु खान जान अलि बाटो अप्ठ्यारो थियो तलतिर, तर खेत त थियो तर अलि अप्ठ्यारो जस्तो थियो कि त्यहाँ। अनि त्यही भएर हामी म बहिनी भाइ गएको। यस्तै थियो किमु हाम्रो त्यहाँ। धेरै थिएन कि पाकेको, हल्का हल्का थियो पाकेको। त्यसो हरियो मात्रै थियो, हरियो भन्दा पनि रातो रातो जस्तो थियो। थाल चाहिँ थोरै थियो। हामीले त्यही पनि तल थिएन, माथि थियो। त्यही पनि थोरै टिपेर खाएको तलबाट। अब त्यस्तो मिठो पनि थिएन, अलि निस्क यति टिप्यौँ हामीले। अब यति टिपेर खाएर घर लग्ने धेरै पनि भेटाएन, तर अलिअलि भेटायौँ। तर छैन रहेछ कि अलिअलि किन्नु रहेछ, त्यही भएर थोरै खायौँ। अब घरतिर गयौँ, तर हामी अब घर जाँदैछौँ। घर गएर मम्मीलाई सरप्राइज दिन्छौँ। तर हामीले भनेको छौँ नि त धेरै किमु ल्याउँछौँ भनेर, तर हामी दिनेवाला छैनौँ। मम्मीलाई छक्क पार्ने हो। केटाकेटीहरू दगुरी रहेछ, म अगाडि दगुरी रहेको छु। हाम्रो भाइ अलि मुखमुखै चोथाले आइमा जस्तै छ, मुखमुखै लागेर। खानुहुन्छ र आउनु होला हाम्रो गाउँतिर। ए हो, आउनु होला, भौरी कुनातिर आउनु होला। के भन किमु सिम भेटायौँ हामीले। अब यत्तिकै घर जाने हो। मम्मी गाडी पनि गर्नुहुन्छ होला। मम्मी पनि यहाँ हुनुहुन्छ, तर फाइनली हामीले किमु यति ल्यायौँ। तर किमु खानुहुन्छ कि राख्नुहुन्छ हामीलाई त आएन। अब